नमस्कार, म डाक्टर धीरज ताम्राकार। आज चाहिँ हामीले स्वस्थ रहनलाई चाहिँ के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराको बारेमा जानकारी गर्न चाहन्छु। सर्वप्रथम हामीले आफ्नो रक्तचाप अर्थात् ब्लड प्रेसर चाहिँ नियमित रूपमा जाँच्न एकदम जरुरी छ। यसबाट चाहिँ हामीले आफ्नो रक्तचाप बढेको ठिक छ अथवा कम भएको कुराको बारेमा जानकारी पाउन सक्छौँ। दोस्रो नम्बरमा चाहिँ मधुमेह अर्थात् हाम्रो शरीरमा चिनीको मात्रा कति छ भन्ने कुराको बारेमा जानकारी पायौँ भने हामीले मधुमेह रोगलाई बेलैमा थाहा पाउन सक्छौँ। तेस्रो नम्बरमा चाहिँ हामीले नियमित रूपमा चाहिँ आफ्नो तौल अर्थात् वेट पनि नाप्न जरुरी छ। यसबाट हामीले बडी मास इन्डेक्स अर्थात् BMI को बारेमा थाहा पाउन सक्छौँ। यसले चाहिँ हामीलाई चाहिँ तपाईँको तौल चाहिँ आफ्नो हाइट अनुसारले चाहिँ कम छ अथवा ठिक छ अथवा बढी भएको मोटोपन छ कि छैन भन्ने कुराको बारेमा जानकारी गर्दछ। यसबाहेक चाहिँ हामीले नियमित रूपमा चाहिँ आफ्नो मृगौला र मुटुको पनि जाँच गर्न जरुरी छ। यसको लागि चाहिँ हामीले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नुपर्ने हुन्छ। हस्त, धन्यवाद।